उमेर बढ्दै जाने, वेट घट्दै जाने, त्यसमाथि कपी थपिँदै जाने। हेलो डे 36 एज अ टिचर। अनि आज चाहिँ कपी बोकेर हिँड्दैछु। अनि आयुष ल आयुष कहाँ हो? हेलो भन न। हेलो। खै यहाँ देखेर पो भन्यो ल। आज ओहो आज चाहिँ आयुषसँग हिँडेको। आज चाहिँ हो थर्सडे अनि आज चाहिँ छ मेरो फेरि ट्रेनिङ। सो आज पनि ढिला हुन्छ आउनलाई। यो भारी बोक्नेले वरदान खै त नि दिन्छु रे अनि नदिने। खाऊ खाऊ। हेलो गाइज, हेलो गाइज। अनि वरदानको सम्पत्ति बोकेर हिँड्छौ? ला चोर। होइन खुसीकै तन भ्याइयो के? ल लेफ्ट हो नबदन। आज कपी नल्याउनु रहेछ। हिजो लगेको यतिकै फिर्ता लिएर फेरि आज लिएर जानु पऱ्यो। ब्याग त ल केरेर बोक्ने हो। देखिनुहुन्छ ल तपाईँ को बोल्नुभयो? कहाँदेखि को बोल्नुभयो? के आज भण्डारदेखि आज पनि 7 बज्न लाग्यो ट्रेनिङले गर्दा। सो ज्ञानगुणका कुराहरू बतुलेर घरतिर जाँदैछु। अनि यो कपी बोक्नेले फेरि मेरो ताको भयभरको ताकत परान एक कपीले खाइदिएछ। स्कुलमा चेक गरौँ भने पनि म फेरि सानो कुराले फेरि डिस्ट्र्याक्ट भइहाल्छु। त्यही भएर चाहिँ चेक त गर्नु त गर्छु, त्यही पनि भ्याइँदैन। सो यसरी बोकेर आएको छु। यति गाह्रो भएछ झन्। के अरे उमेर बढ्दै जाने, वेट घट्दै जाने, त्यसमाथि कपी थपिँदै जाने, त्यही मलाई गाह्रो बनाइरहेको छ। अनि वान अफ डेट अहिले चाहिँ त्यो मेरो फेभरेट स्टुडेन्ट भनौँ, के अरे मेन्सन गरिराख्ने त होइन होला के अरे, बट फेभरेट स्टुडेन्ट चाहिँ अहिले अलिकति बोलिरहेछ। सो त्यही हो, अरू चाहिँ सबै ठिकै छ। सो दिस वाज फर टुडे।